हाकिम साहब त्यहीँ बस्नु भएको छ, उपमेयर त्यहीँ बस्नु भएको छ, धमला सर त्यहीँ बस्नु भएको छ, मेयर साहब त्यहीँ बस्नु भएको छ, प्रवक्ताजी त्यहीँ बस्नु भएको छ, अधिकांश वडा अध्यक्षहरू यहीँ बस्नु भएको छ। हामी सबै ठिक हौँ भने खराब चाहिँ को हो त? खराब चाहिँ को हो? अनि यो हामी गणतन्त्र भनिरहेछौँ। गणतन्त्रमा के हुन्छ? जनताको राज होला नि। तपाईँहरू त्यहाँ बस्ने भनेको हाम्रो कर खाएर बस्नु भएको। मलाई त लाग्छ 1 वर्ष भयो यहाँ कर्मचारी हुँदैन यो नगरपालिकामा। कर्मचारी हुँदैन, नजिकबाट निहालिरहेछौँ हामी। अनि खराब चाहिँ को हो त? अनि कुरा गरेर भोक यो पेट चाहिँ भरिदिएन। मलाई भन्नु खोजेँ सबै कुराले त कागजले त हामी के बनाएको छ भने त सुन्दर नेपाल कागजमा त्यस्तो छ। यसको डिजाइन र मोडल कस्तो छ मलाई त्यो पनि थाहा छैन। फेरि अब म त यो नगरपालिकामै सीमित हुँ भनेको होइन। अब प्रदेश र केन्द्रसम्म पनि जाँदो रहेछ। यहीँ भित्र छन् धेरै मान्छेहरू त प्रदेशबाट योजना किनेर ल्याउने। अनि अस्पताल र स्कुल कहाँबाट बन्छ? प्रदेशबाट योजना किनेर ल्याउँछन्। यिनीहरू कहाँ काम गर्छन्? त्यसको पब्लिक अडिट नभएर यिनीहरू खान्छन् पैसा। चप्पल हाल्ने मान्छेसँग मोटरसाइकल र गाडी चढ्ने पैसा कहाँबाट आयो? तपाईँको बाबुको सम्पत्ति हो त्यो? कसको सम्पत्ति हो त्यो? नेपाली जनताको सम्पत्ति थियो। यहीँ छ सार्वजनिक जग्गा। यहीँ नगरपालिकाको जग्गाभित्र धेरै घरहरू लागेका छन्। यहाँ तपाईँ बाहिर घुमेर जानुहोस्, टाँसा लगाएका छन् ती। यहीँ छ नजिकै यो जनकल्याण भन्ने स्कुल छ। 101 रुपियाँ जग्गा। मलाई लाग्छ यहीँभित्र पनि कति मान्छे बेचेर खाएर बसेका मान्छे यहाँ छन्। त्यो स्कुललाई स्कुल बनाउँछु भनेर त्यहाँ पनि 101 रुपियाँ जग्गा गएको छ त। तपाईँको यो नगरपालिकाको आसपासमा हेर्नुहोस् न, तपाईँ आफ्नै कचेरा त सफा गरिसक्नु हुँदैन। हाम्रो कचेरा के तपाईँले सफा गर्नुहुन्छ? बेकार। मलाई त यो भोटिङ राइट गरेर तपाईँलाई त्यो बुढीघाटमा बग्यो कि कहिले यो बुढीघाट हामीले गरेको भोटिङ राइट त्यो दान हो। त्यो दानको सदुपयोग गर्नु होला। यो नगरमा को मान्छे गल्ती छ, को राम्रो छ, को नराम्रो छ, तपाईँ त्यसको ग्वालो लाग्नुहोस् है। त्यसले गल्ती गर्यो भने च्याप्प समात्नुहोस् भनेको त तपाईँहरू राजा हो।